मेरो शिर झुकाएर म माफी माग्न चाहन्छु। मेरो तपाईको चाहना त्यो थिएन। यहाँले त्यो किसिमले नलिदिनको निम्ति अनुरोध गर्न चाहन्छु। हाम्रो पार्टीलाई केही तपाईको चाहिँ तत्त्वहरूले जातिवादीको सँगै दिएर चाहिँ तपाईको बेला बेलामा आक्रमण गरिन्छ, सामाजिक सञ्जालमा हाम्रो चरित्र हत्या गरिन्छ। हिजो अस्ति म तपाईको चाहिँ गणेश नेपालीको चाहिँ परिवार भेट्न जाँदै गर्दाखेरि माइतीघर मण्डेलामा छ भन्ने खबर पाएँ, गएँ। त्यसमा जाँदै गर्दाखेरि केही तपाईँको चाहिँ अराजक समूहले ममाथि दुर्व्यवहार गर्न खोजे। त्यसमा के शब्द प्रयोग भएको थियो त्यो आज म यो भन्न चाहन्न। तर त्यसो भन्दै गर्दै त्यो तपाईँको त्यहाँ दुर्व्यवहार गर्ने मानिसहरूलाई मैले तपाईँ कारवाही गर्नुपर्छ भन्ने मेरो माग होइन। उहाँहरूको लोकतान्त्रिक अधिकार हो, लोकतन्त्रको सुन्दर पाटो यही हो। म उहाँहरूले कारवाही गर्नुपर्छ भन्ने माग पनि गर्न चाहन्न। तर सभामुख महोदय, मैले श्रम संस्कृति पार्टी भन्दा पहिला तपाईँको चाहिँ अन्य पार्टीमा केही कुराहरू अभिव्यक्तिहरू दिएको थिएँ। त्यो अभिव्यक्ति आज म यहाँ रोस्टरमा छोडे तपाईँको चाहिँ प्रश्न पार्न चाहन्छु। सभामुख महोदय, हो म तपाईँको नेपालको लगभग 65 जिल्ला घुमेँ। त्यो जिल्ला घुम्दै गर्दाखेरि सांस्कृतिक रूपमा विभेद देखेँ, जातीय रूपमा विभेद देखेँ। यी विविध ढङ्गले विभेद देखिसके पछाडि यतिसम्म कि सभामुख महोदय, अझै पनि नेपाल सरकारले तथ्याङ्क हेर्ने हो भने आजभन्दा 5-7 वर्ष अगाडि पशुपन्छी मारेकै तपाईँको चाहिँ अथवा पशुपन्छीको केसमा सयौँको सङ्ख्यामा तपाईँको चाहिँ मान्छेहरू हिरासतमा मैले भेटेँ, जेलमा भेटेँ। तर देश दहन गर्नेहरू, भ्रष्टाचारीहरू, देशको सीमा मेट्नेहरू, राष्ट्रघाती सन्धि गर्नेहरू तपाईँ खुल्लाम हिँडेको मैले देखेँ। सभामुख महोदय, त्यति बेला मैले सांस्कृतिक अधिकारको निम्ति, यो मेरो व्यक्तिगत कुनै पनि तपाईँको धारणा होइन, सांस्कृतिक अधिकारको निम्ति, भाषिक अधिकारको निम्ति, लोकतन्त्र दिएको धर्मनिरपेक्षताको निम्ति मैले केही अभिव्यक्तिहरू दिएको थिएँ सभामुख महोदय। तर त्यो मेरो अभिव्यक्ति कुनै जातीय तपाईँको चाहिँ कुनै समुदायमाथि लक्षित होइन सभामुख महोदय। त्यो मेरो लडाइँ, त्यो मेरो अभिव्यक्ति त्यति बेलाको सरकारसँग हो, त्यति बेला कानुनसँग हो, वर्तमानको कानुनसँग हो सभामुख महोदय। त्यसैले म भन्न चाहन्छु, अहिले म सके सभामुख महोदय, त्यसैले म भन्न चाहन्छु, देशमा सधैँ मैले धेरै कुरा अनुभव गरेको छु सभामुख महोदय। दलित भएर जीवन जिउनुको पीडा, तपाईँको सांस्कृतिक रूपमा दमन भएर तपाईँको चाहिँ अपहेलित भएर तपाईँको चाहिँ जीवन जिउनुको पीडा मैले अनुभव गरेको छु सभामुख महोदय। मलाई लाग्छ तपाईँको जिन्दगीभरि मैले एउटा दलितसँग सम्बन्ध अथवा दलितसँग तपाईँको चाहिँ साथी बन्दै गर्दाखेरि मैले हेपेको पीडा, सहेको पीडा, अपमानित भएको पीडा, तर म त जिन्दगीभरि दलित भएर चाहिँ जिएको छ सभामुख महोदय। त्यसैले मैले त्यो पीडाहरू अनुभूत गरेर मैले त्यति बेला मेरो अभिव्यक्तिहरू दिएको थिएँ। ती अभिव्यक्तिमा कुनै पनि सत्यता नभएको म यहाँलाई म सबैलाई घोषणा गर्न चाहन्छु, सम्पूर्ण देशवासीहरूलाई भन्न चाहन्छु, कतै मेरो अभिव्यक्तिले कुनै समुदाय, कुनै धार्मिक तपाईँको समूह सङ्गठन, धार्मिक तपाईँको सङ्घ संस्थामाथि मेरो अभिव्यक्तिले कसैले चोट पुगेको छ भने मेरो मनसा त्यो थिएन, ठेस पुगेको छ भने आज यसै सम्मानित सदनबाट म सबैलाई मेरो शिर झुकाएर म माफी माग्न चाहन्छु। मेरो तपाईँको चाहना त्यो थिएन। यहाँले त्यो किसिमले नलिदिनको निम्ति अनुरोध गर्न चाहन्छु। र सधैँभरि श्रम संस्कृति पार्टी हामी तपाईँको समतामूलक समाज र तपाईँको सबै नेपालीहरूलाई एकै ठाउँमा तपाईँको चाहिँ अगाडि बढाउन र सबै समतामूलक समाजको निम्ति हाम्रो भूमिका सधैँ रहनेछ। तपाईँको गर्मीमा तराईको नागरिकहरू हिमाल चढ्न सकुन्, पाहाडमा त पार गरेर हिमालको नागरिकहरू जाडोमा तराई झर्न सकुन्, पूर्व मेचीमादेखि पश्चिम महाकालीसम्मका अथवा पूर्वमा तपाईँको समस्या पर्दाखेरि पश्चिमको तपाईँको नागरिकले चाहिँ पीडा हुन् र सबै हामी नेपाली एक ठाउँ उभिएर यो हाम्रो देश बनाउनु पर्छ भन्ने सङ्कल्पको साथ सबैजना अगाडि बढौँ। धन्यवाद। समयको लागि भन्न चाहन्छु। धन्यवाद।